देशभक्ति भनेको आफ्नो देशप्रति साँचो माया, सम्मान र जिम्मेवारीको भावना हो। देश हाम्रो जन्मभूमि हो, जहाँ हाम्रो भाषा, संस्कृति र पहिचान जोडिएको हुन्छ। आफ्नो देशलाई माया गर्नु हरेक नागरिकको कर्तव्य हो। देशभक्ति केवल राष्ट्रिय झण्डा फडफडाउनु वा राष्ट्रिय गीत गाउनु मात्र होइन। इमानदारीपूर्वक काम गर्नु, नियम कानून पालना गर्नु, समाजमा एकता र सद्भाव कायम राख्नु नै साँचो देशभक्ति हो। यसैमा आधारित एउटा काल्पनिक नाटक अमर राणाको। आजको पाठ हाम्रो देशको बारेमा थियो। सबैजनाले बुझ्नुभयो नि। हामी राम्रोसँग धेरै पढ्यो भने पछि गएर ठुलो मान्छे बन्ने छौँ, जस्तै डाक्टर, पाइलट, शिक्षक, आर्मी। म्याम, मलाई आर्मी बन्नको लागि कति पढ्न पर्छ? आर्मी बन्नको लागि त धेरै पढ्न पर्छ नि बाबु। यसरी अमर राणा दिन रात मेहनत गरेर पढ्छन्। कति पढेको बाबु, सुत्न धेरै रात भयो। नै म त धेरै पढ्ने हो। सुत है। यस वर्षको एसईई परीक्षामा नेपाल प्रथम हुनुभएको छ अमर राणा। रक्षा गर्छु। स्याबास, तपाईको लक्ष्य पूरा होस्। आर्मी बन्नको लागि तपाईलाई धेरै शुभकामना। ल खबर कस्तो रहेछ हेरौँ त। बाबा, आमा, म फर्स्ट भए। स्याबास मेरो छोरा। अब मेरो छोरा डाक्टर बन्छ है। नै म त आर्मी बन्ने हो। डाक्टर बन्न पर्छ। नै म त आर्मी बन्ने हो। यो छोराले कति आर्मी भनिरहेछ र। म देऊ न त भित्र। 5 वर्षपछि आफ्नो परिवारबाट बिदा भई अमर राणा पल्टन जान्छन्। राम्ररी गए छोरा, आफ्नो ख्याल राखे। पुगेपछि आमालाई फोन गरे। आमा कति रुनु भएको